हजुर स्यालको रक्सी भन्छ मैले देखेको छुइनँ त्यो गुराँस टिपेर ल्याएर सुकाउँछ अनि सुकाएपछि त्यो रक्सी थाप्नेमा त्यो नानीमा माथि त्यो नानीमा अब बाहिरको कुन्दा भयो भित्रको बच्चा थाप्ने रक्सी थाप्ने त्यही भाँडामा सुरुमै राखेको हुन्छ अनि त्यसमा त्यो पानी त्यो अनि रातै हो रक्सी अनि 50 रुपैयाँ गिलास हामीले त मुनि त जाँड हुन्छ नि जुन आगो त्यहाँ होइन त्यही सोच्छ कि तर होइन रहेछ के ए होइन रहेछ ल यो त क्लियर भयो सिन्तोला रक्सी पनि त्यो यत्रो त सिन्तोला किनेर सुन्दा अनि त्यो बोक्रो सुकायो अनि त्यो सिन्तोला रक्सी भइहाल्यो हजुर त्यस्तो चाहिँ रहेछ यो त गजबको कुरो थाहा भयो त हामी त अनि भ्रममा रहेछौँ नि त म त त्यो गुराँसै त्यहाँ तपाईँको उयसमै जाँडमै लगाउँछ भन्ने सोचिरहेको होइन रहेछ सबैभन्दा रक्सी मिठो केमा लाग्यो भने यो आइसिलोको रक्सी चाहिँ मिठो हुन्छ है हजुर आइसिलो यही हुन्छ ऐसिलो यति त्यत्रो दाना हुने टिपेर पनि खाइन्छ हो त्यो साह्रै गुलियो हुन्छ रक्सी त्यसको रक्सी मिठो लास्टरी भेडारमा 52 सालमा परेको हिउँ 52 सालमा पुरै परेको हजुर जस पर्नु चाहिँ परेको हिउँै परेको नि हिउँ त यता पनि हाम्रोमा पनि पर्यो कि पर्यो यति 4-5 दिनमा मात्रै सुक्यो हामी